हेलो हाई एन्ड गुड इभिनिङ अनि नमस्ते सबैजनालाई। सो गाइज अहिले भर्खरै मैले रनिङ च्यालेन्जको डे 39 लाई अनि पुसअप च्यालेन्जको डे 9 लाई पनि सुरु गरिसकेको छु। गाइज आज म थोरै लेट निक्लेको गाइज। हिजोदेखि मैले चाहिँ टाइमलाई चाहिँ ट्याक्क मेन्टेन गरेर चाहिँ हैन दूरीलाई चाहिँ टाइमको बिचमै कभर गर्ने भनेर मैले हिजो भनेको थिएँ नि। त्यसैलाई चाहिँ ठक्क फलो गरेर चाहिँ म आधा घन्टा जाँदा र आधा घन्टा आउँदा मिन्स टोटल आउँदा र जाँदा मिलाएर 1 घन्टा मात्रै रनिङ गर्नु पर्यो भनेर चाहिँ नि। सो अलिक लेट निक्लेको छु गाइज। अहिले चाहिँ यहाँनिर लगभग 4:50 को बजेको अवस्था छ हैन। सो अब 10 मिनट जति भिडियो बनाउन लाग्छ अनि 5 बजेदेखि ट्याक्कै 5:30 सम्म पुग्छु अनि थोरै रेस्ट गरेर जस 6:05-10 चाहिँ म रुममै आइपुग्छु भन्ने हिसाबले है त गाइज। सो अहिले भर्खरै म क्याम्पदेखि बाहिर निक्लेको छु हैन। तपाईहरु देख्न सक्नुहुन्छ आजको माहौल एकदमै शान्त छ है। घाम लगभग डुबिसक्यो गाइज। सो त्यसले गर्दाखेरि आसपासको एरिया थोरै घामको प्रकाश छैन र अँधेरो अँधेरो टाइप देख्न सक्नुहुनेछ। ड्युटीको गाडीहरू जाँदैछ नाइट सिफ्टको हैन। सो एकदमै आज वातावरण भन्नुपर्दाखेरि एकदम सफा छ तर धुम्म टाइप भइरहेछ। गर्मी चाहिँ फिल त्यस्तो भएको छैन। हावा पनि चलेको छैन है त गाइज, किनभने हावा सायद भरेदेखि चल्छ होला। अहिले चाहिँ करेन्ट अहिले ठ्याक्कैको अहिलेको अवस्थामा चाहिँ चलेको छैन। सो घाम पनि डुबिसकेको अवस्था छ, तपाईँ देख्न सक्नुहुनेछ। सो यो चाहिँ हाम्रो क्याम्पको आसपासको एरिया है त गाइज। सो यो चाहिँ हाम्रो क्याम्प हो है। आज पनि म सदा चाहिँ क्याम्पको धेरै क्लोजमै छु है। केही साथीहरू आउँदैछन् रनिङ गर्न, जगिङ गर्न, थाहा छैन, वकिङ गर्न। पार्किङ हो अनि यो चाहिँ यस्तो यता जाने बाटो है त गाइज। सो आजको मौसम पनि जे होस् हिजोको भन्दा थोरै बेटर छ भनौँ न, धेरै राम्रो छ। सो बाँकी कुरा चाहिँ गाइज सबै चाहिँ म रनिङ च्यालेन्ज कम्प्लिट गरिसकेको डेस्टिनेसनमा चाहिँ तपाईँहरूलाई सेयर गर्नेछु, भन्नेछु अनि देखाउनेछु है त गाइज। सेम टाइम करेन्ट टाइमको चाहिँ कन्डिसन हैन, प्लस एक्सपिरियन्सहरू, प्लस मैले बाटोमा देखेको इन्ट्रेस्टिङ कुरा जे देख्छु त्यो कुराहरू हैन, प्लस अनि पुसअप च्यालेन्ज पनि त्यहीँनिर चाहिँ कम्प्लिट गरेर देखाउनेछु है त गाइज। सो अहिलेलाई चाहिँ डेस्टिनेसन कम्प्लिट गरिन्जेसम्मको लागि चाहिँ वेट गर्नु होला है त गाइज। सो बाई बाई। सो वेलकम ब्याक अगेन है त गाइज। सो अहिले म मेरो रनिङ च्यालेन्जको चाहिँ 39 लाई कम्प्लिट गरेको डेस्टिनेसनमा ट्याक्कै आइपुगेको छु। अहिले चाहिँ म ठ्याक्कै मोटामोटी 35 मिनट जति रनिङ गरेँ गाइज। सो 35 मिनटमा कति रनिङ गरेँ यो चाहिँ ठ्याक्कै मलाई एक्ज्याक्ट थाहा भएन, किनभने मेरो ठ्याक्कै नेट अफ भएछ कि, त्यसले गर्दा त्यो म्यापमा हेर्न पाएन है। तर मलाई जहाँसम्म लाग्छ 5 किलोमिटर त कम्प्लिट गरेँ होला सायद है त। सो जस्ट अहिले भर्खरै आइपुगेको छु अनि तपाईँहरू देख्न सक्नुहुनेछ आसपासको एरिया हैन। एकदमै साँझ परिसकेको छ। बाटोमा लाइटहरू, हाइवेको नजिकै छु, बाटोमा लाइटहरू जल्न सुरु भइसकेको छ है त। ट्र्याकमा आज पनि पातलै छ मान्छेहरू, एकदम ट्र्याकमा पनि लाइटहरू जल्न सुरु भइसकेको छ हैन। अनि अहिले जस्ट अहिलेदेखि चाहिँ हावा चल्न पनि सुरु भइसकेको छ है त गाइज। सो हावा चल्न सुरु भएको छ अहिले भर्खरै हैन। केही मान्छेहरू वकिङ गर्दैछन्, केही रनिङ गर्दैछन्, जस्ट थोरै मात्रै। सो अहिले यहाँनिर चाहिँ लगभग 5:30 बजेर ठ्याक्कै 30 मिनट गएको अवस्था छ। म 4:52 चाहिँ रनिङ मैले स्टार्ट गरेको। सो सायद 30 उतापट्टि 8 राखिदिँदाखेरि त्यस 38 मिनट जस्तो चाहिँ रनिङ गरेछ, बिस्तारै आएको हैन। सो आज यो चाहिँ एकदमै नयाँ जस्तो लागिराखेको छ, किनभने टाइम चाहिँ ट्याक्क मेन्टेन हुने भयो अनि टाइमको हिसाबले दूरीलाई बढाउन पनि सक्यो, घटाउन पनि सक्यो नि त। त्यसले गर्दाखेरि गाइस सो अहिले चाहिँ हैन अघि रनिङ गर्दै गर्दाखेरि चाहिँ हल्का बडी तातिरहेको थियो अनि पसिना पनि आइराखेको थियो अनि मन्द हावाले पसिनाहरूलाई चाहिँ सुकाइराखेको छ नि, बडीलाई थोरै सेलाइराखेको छ गाइस। सो अब जस्ट 1 मिनट 1.5 मिनट जति म रेस्ट गर्छु अनि पुसअप च्यालेन्जको डे 9 लाई पनि म कम्प्लिट गरेर देखाउँछु है त गाइस। सो एकछिन रेस्ट गरेर क्यामेरा एङ्गल मिलाइन्जेसम्मको लागि चाहिँ वेट गर्नु होला है त गाइस। ल सो गाइज रनिङ च्यालेन्ज डे 39 लाई मैले अलरेडी कम्प्लिट गरिसकेको छु। 38 मिनट मैले रनिङ गरेँ एकदम स्लोली हैन। अनि सायद 5 किलोमिटर चाहिँ मैले कम्प्लिट गरेको छु हैन, एक्ज्याक्ट थाहा छैन बट मेरो यो चाहिँ गेस है त। सो आजको पुसअप च्यालेन्ज डे 9 लाई पनि म कम्प्लिट गर्न गइरहेको छु है त गाइज। सो पुसअप च्यालेन्जको डे 8 मा मैले 55 पुसअपलाई चाहिँ कम्प्लिट गरिसकेको थिएँ। सो आज पनि ट्राई गर्छु बढाउनलाई, बट एक्ज्याक्ट यति नै बढाउँछु भन्ने चाहिँ भन्न सक्दिनँ, बट बढाउने चाहिँ कोसिस गर्छु। यदि बढाइन भने पनि म 55 चाहिँ कन्फर्मै पुग्छु है त गाइस। बट ट्राई गर्छु 5 पुसअपलाई नै इन्क्रिज गर्न, बढाउनलाई 60 चाहिँ म पुऱ्याउनलाई चाहिँ ट्राई गर्नेछु है त गाइस। सो आज म फ्लाइटमा छु, एकदम मिलेको ठाउँमा छु हैन। सो
सो लेट्स ट्राई हुन्छ कि हुँदैन। सो पुसअप च्यालेन्जलाई कम्प्लिट गर्न चाहिँ सुरु गर्नुभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई सदा चाहिँ फेरि पनि यो भन्न चाहन्छु कि यदि आज पनि मैले चाहिँ मोबाइललाई थोरै टाढो नै राखेको छु, किनभने म मोबाइललाई चाहिँ बिजुलीको पोलको छेउमा राख्छु गाइज होइन, त्यसले गर्दाखेरि अलिकति टाढो हुन्छ होइन। अनि टाढो भएको कारणले यदि साउन्ड क्वालिटी नराम्रो आयो र भिडियो क्वालिटी पनि नराम्रो आयो भने चाहिँ म भिडियो क्वालिटीको लागि सदा चाहिँ इफेक्टहरू लगाइदिनेछु, यसो फिल्टरहरू होइन। अनि साउन्ड क्वालिटी चाहिँ नराम्रो आयो भने म्युजिक लगाइदिन्छु है त गाइज, भ्लगिङ म्युजिक। सो यदि दुवै राम्रो आयो भने चाहिँ जस्ताको तस्तै चाहिँ भिडियोमा राखिदिनेछु है त गाइज, किनभने साउन्ड क्वालिटी आज मलाई शङ्का लागिरहेछ साउन्ड क्वालिटी थोरै नराम्रो आउँछ होला, किनभने मोबाइल चाहिँ हाइवेको क्लोजमा छ अनि म चाहिँ अलिक दूरीमा छु कि, किनभने हाइवेमा गाडी कुदिरहेको साउन्ड ज्यादै आइरहेको छ। सो यसले गर्दाखेरि बट आई होप राम्रै हुन्छ होला दुवै है त। सो पुसअप च्यालेन्जको डे 9 लाई पनि कम्प्लिट गरिहालौँ है त गाइज। मसल एकदम गरम छ, बडी पनि एकदम गरम छ, यसकै फाइदा उठाइहालौँ है त फटाफट है त गाइज। लेट्स स्टार्ट है त गाइज। Oh my god, आज पनि थोरै हार्ड लाग्यो गाइज, बट 5 पुसअपलाई चाहिँ बढाउँदै मैले डे 9 लाई पनि आज कम्प्लिट गरिदिएको छु। सो मैले टोटल 9 दिनमा मेरो पुसअप च्यालेन्जको टार्गेट 100 मा 60 चाहिँ मैले हिट गरिसकेको छु, 60 चाहिँ मैले गर्न सफल भइसकेको छु है त। अब बच्चो 40। आई होप योलाई पनि म चाँडै नै हिट गर्छु होला, लेट्स सी आफ्टर के हुन्छ। बट मलाई यस्तो होप आइराखेको छ कि म चाँडै नै यो 100 मेरो टार्गेटलाई चाहिँ हिट गर्छु होला, मेरो महिनै नपुगिकन है त गाइस। सो थोरै हार्ड भयो बट राम्रो भयो, 5 पुसअप पनि बढाउन सफल भएँ। यसले चाहिँ के प्रुफ गर्दैछ भने मेरो बडीमा एनर्जी चाहिँ डे बाई डे दिन बाई दिन चाहिँ एकदमै बढिरहेको छ भन्ने चाहिँ प्रुफ दिइरहेको छ है त गाइस। सो मेरो बडी ट्रान्सफर्मेसन पनि तपाईँलाई देखाइहाल्छु, बडी ट्रान्सफर्मेसनको कन्डिसन है त गाइस। सो आज डे 9 मा है त गाइस, चेस्टको पनि कन्डिसन हेरिहाल्नुहोस् कस्तो हुँदैछ गाइज, हेरेर कमेन्ट गर्नु होला है त। सो गाइज पुसअप च्यालेन्ज पनि एकदमै सजिलो त नभनु, अलिअलि हल्का हल्का हार्ड हुँदै हुँदै चाहिँ कम्प्लिट भइसकेको छ है त गाइज। सो आई एम प्राउड एन्ड ह्याप्पी है त गाइज है। ल गाइज, आजको दिन पनि रनिङ च्यालेन्जको डे 39 अनि पुसअप च्यालेन्जको डे 9 लाई पनि जस्ट नाउ दुवै च्यालेन्जलाई चाहिँ कम्प्लिट गरिसकेको छु है त। सो पुसअप च्यालेन्जको डे 9 मा चाहिँ मैले आज पनि 5 पुसअप्सलाई चाहिँ बढाउन सफल भएको छु। सो आज मेरो टोटली 60 पुसअप्स मैले कम्प्लिट गर्न सफल भएको छु है त गाइस। सो एकदमै राम्रोसँगले सोचेभन्दा धेरै राम्रोसँगले हर्षोल्लासका साथ बडी एनर्जेटिक बनाउँदै एकदमै रमाइलो तरिकाले चाहिँ दुईटै च्यालेन्ज कम्प्लिट गरेको छु आज मैले। सो सदाभन्दा धेरै बेटर, धेरै राम्रो लागेको छ मलाई हैन। सो खुसी पनि छु, प्राउड पनि छु। अनि यो हिजो जुन टाइमलाई चाहिँ एकदम फिक्स राखेर मेन्टेन राखेर दूरीलाई कभर गर्ने जुन मेरो प्लान थियो, यो प्लानले सायद धेरै फाइदा दिनेछ मलाई, किनभने मैले यसमा एनर्जी थोरै मेरो बच्दैछ अनि यो एनर्जीलाई चाहिँ म अरू चिजमा चाहिँ यसलाई चाहिँ म युज गर्न सक्छु हैन, बेटर। आई थिङ्क म यसलाई चाहिँ जिममै युज गर्छु गाइज है त। सो यो त भयो आजको कम्प्लिट भइसके पछाडिको कुराहरू। अनि एक्सपिरियन्स भन्नुपर्दाखेरि गाइज आज हिजोभन्दा अलिकति गर्मी कम भएको छ अनि फेरि माहौल जमेको छ है त गाइज। हिजो जति सुनसान छैन, बस पहिला जस्तो प्राउड पनि छैन, धेरै भिड पनि, बट मान्छे फेरि आउन चाहिँ सुरु भएको छ अनि यो दृश्यले चाहिँ धेरै खुसी बनाएको छ मलाई गाइज। सो अहिले चाहिँ यहाँनिर 5:40 को अवस्था पुगेको छ बेलुकाको, बट धेरै नै साँझ परिसकेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो वरिपरि लाइटै लाइट छ हैन, ट्र्याकमा पनि लाइट सुरु भइसकेको छ है, यता हाइवेतिर पनि तपाईँहरू लाइटै लाइट देख्न सक्नुहुन्छ है त गाइस। सो एक्सपिरियन्स यही हो। सो आज फेरि थोरै क्राउड बढ्न सुरु भइसकेको छ हैन, मौसम पनि थोरै चेन्ज भएको छ, हिजो जस्तो गर्मी फिल भएको छैन। अनि
अर्को कुरा गरौँ गाइज, सधैँ धेरैजनाले मलाई भन्नुहुन्छ यार रनिङ किन गर्ने, रनिङ गरेर के पाइन्छ र या त के फाइदा हुन्छ। अनि धेरै जसोले चाहिँ सायद उनीहरू आफू गर्दैन र अरूलाई चाहिँ यसो अलिकति डिमोटिभेट गर्नको लागि होइन चाहिँ अलिकति उनीहरूले यसो जिस्काए जस्तो तरिकाले चाहिँ अलिकति डिमोटिभेट गरिरहेको हुन्छ जस्तो लाग्छ धेरै मान्छेहरूले चाहिँ यो भनिरहँदा कि रनिङ गरेर के पाइन्छ र होइन, रनिङ गरेर के फाइदा र भन्दाखेरि अनि अलिक कम मान्छेहरू मतलब 10% 15% जतिले चाहिँ सायद उनीहरूले यसको बारेमा केही थाहा छैन र त्यसले गर्दाखेरि उनीहरूले चाहिँ जान्नको लागि जानेर चाहिँ उनीहरू पनि रनिङ गर्नको लागि सुरु गर्नको लागि सोधिरहेको छ जस्तो लाग्छ कि। सो त्यसले गर्दा यो कुरालाई चाहिँ एकदम क्लियर गर्न चाहन्छु है त गाइज कि तपाईँहरूको समक्ष होइन, किनभने तपाईँहरू पनि कन्फ्युज हुनुहुन्छ होला, तपाईँहरू सोचिराख्नु भएको छ होला थाहा छैन र रनिङ गर्दा के फाइदा हुन्छ, रनिङ किन गर्ने, रनिङ गर्नुको फाइदाहरू के हो, अनि रनिङ नगर्दा चाहिँ के बेफाइदाहरू हुन्छ भन्ने कुराहरूमा चाहिँ कन्फ्युजन हुनुहुन्छ होला। यसलाई क्लियर गरिदिइहालौँ है त गाइस है त। सो रनिङ गर्दाको फाइदा पहिलो कुरो तपाईँले वेट एकदम मेन्टेन राख्न सक्नुहुनेछ, आफ्नो हाइट र वेटलाई एकदम मेन्टेन, किनभने हाइट जस्तै वेट पनि हुनुपर्छ होइन। त्यो भयो भने चाहिँ मान्छे धेरै स्वस्थ हुन्छ होइन, उसको फिजिक्स उसको बडी चाहिँ एकदम फिट हुन्छ कि। त्यसले गर्दाखेरि वेटलाई मेन्टेन राख्नको लागि पहिलो कुरो। दोस्रो कुरो शरीरमा एनर्जी बढाउनुको लागि, पावर बढाउनुको लागि तपाईँलाई केही धेरै ठुल्ठुलो कुराहरू गर्नुपर्नेछ, धेरै हेभी कामहरू गर्नुपर्नेछ, एकदम गाह्रो कामहरू गर्नुहुनेछ। अनि त्यसलाई चाहिँ तपाईँलाई लाग्छ कि यो सायद म गर्न सक्दिनँ र एक्लैले, या त यसलाई म त्यो कामको बारेमा सोच्दैखेरि तपाईँलाई आफूले धेरै नै कमजोर फिल गर्नुहुन्छ भने तपाईँको शरीरभित्र होइन कमजोरीपन छ होइन, तपाईँको शरीरभित्र चाहिँ इम्युनिटी पावर चाहिँ कमी छ, त्यसलाई बढाउनको लागि स्ट्रेन्थलाई बढाउनको लागि चाहिँ रनिङ गर्ने होइन। अनि अर्को माइन्डलाई एकदम टाइट भएको माइन्डलाई, कन्फ्युज भएको माइन्डलाई, टेन्सनले डिप्रेसनमा जान लागेको माइन्डलाई होइन, अनि ओभर थिङ्किङबाट चाहिँ ग्रसित माइन्डबाट चाहिँ फ्री हुनको लागि, अनि माइन्डलाई चाहिँ एकदमै यो लोडहरूबाट चाहिँ फ्री गर्नको लागि चाहिँ रनिङ सुरु गर्ने। अनि एकदम चिन्ता छ मनभित्र, कस्तो कसैको रिलेसनको चिन्ता छ, कसैलाई पैसाको चिन्ता छ, दुःख कष्टको होइन, आउने भविष्यको चिन्ता छ भने चिन्ता मुक्त हुनलाई, तपाईँको मन हल्का बनाउनलाई, आफूलाई एकदमै भित्रदेखि आत्मादेखि नै स्ट्रङ मजबुत बलियो फिल बनाउनलाई पनि रनिङ सुरु गर्ने। यस्तो धेरै बेनिफिटहरू छ है त गाइस। सो रनिङ गर्नुको केही 2-4वटा फाइदाहरू चाहिँ मैले एकदम मोटामोटी फाइदाहरू तपाईँहरूलाई बताइदिएँ गाइस। सो अब तपाईँहरूको कन्फ्युजन सायद क्लियर भयो होला होइन। सो जति पनि मेरो भ्युवरहरू हुनुहुन्छ, जति पनि मेरो सब्सक्राइबरहरू हुनुहुन्छ है त, तपाईँहरूले यदि सोचिराख्नु भएको छ, कन्फ्युजनमा हुनुहुन्छ भने अब सायद तपाईँहरूको कन्फ्युजन मोटामोटी क्लियर भयो होइन। सो म चाहन्छु तपाईँहरू स्टार्ट गर्नुहोस् रनिङलाई, या त रनिङलाई नै स्टार्ट नगरे पनि वकिङलाई स्टार्ट गर्नुहोस् होइन, अनि अरू हेल्थसँग रिलेटिभ केही एक्सर्साइजहरू सुरु गर्नुहोस् है त। तपाईँहरूलाई म यो रिक्वेस्ट गर्न चाहन्छु। अनि तपाईँहरूले मेरो भिडियोलाई हेरेर मेरो च्यानललाई सब्सक्राइब गरेर चाहिँ मलाई साथ सपोर्ट दिइराख्नु भएको छ, तपाईँहरूले माया देखाइराख्नु भएको छ, माया दिइराख्नु भएको छ, सम्पूर्णलाई चाहिँ म धेरै धन्यवाद भन्न चाहन्छु है त गाइस। कि तपाईँहरूको साथ सपोर्ट आउने दिनहरूमा म चाहिरहनेछु होइन। अनि आई होप तपाईँहरूले मलाई गरिराख्नुहुनेछ। अनि मेरो भिडियो मात्रै हेर्नुहुने तर मेरो च्यानललाई सब्सक्राइब नगर्नुहुने, मेरो भिडियोमा केही रिस्पोन्स नगर्नुहुने उहाँहरूलाई पनि म धेरै धन्यवाद भन्न चाहन्छु। अनि एउटा चाहिँ रिक्वेस्ट पनि गर्न चाहन्छु कि तपाईँहरू मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला, ताकि मेरो आउने भिडियोहरू तपाईँहरूले चाँडोभन्दा चाँडो हेर्न पाउनुहोस्। अनि त्यो भिडियो हेरिसके पछाडि चाहिँ तपाईँहरूको माइन्डसेट तपाईँले आफूलाई चाहिँ चेन्ज गर्नमा थोरै हेल्प गरोस् है त। सो यसको लागि चाहिँ तपाईँलाई म रिक्वेस्ट गर्न चाहन्छु। र अन्त्यमा आज रनिङ च्यालेन्जको डे 39 अनि पुसअप च्यालेन्जको डे 9लाई कम्प्लिट गर्दै आजको दिनबाट चाहिँ म तपाईँहरूबाट सम्पूर्णबाट बिदा हुन चाहन्छु है त। सो सबैजनालाई गुड नाइट।